हेलो नमस्ते सबैजनालाई। म आज झुलुङ्गे पुल घुम्न आएको। म चाहिँ यो टिकापुरदेखि बर्दिया साइडतिर आएको छु हैन। तर यो भिडियो बनाउनुको चाहिँ मुख्य कारण के हो भनेपछि यहाँ चाहिँ टोयलेटको व्यवस्था अलिकति नराम्रो छ हैन। टिकापुर साइडतिर अलिकति छ फाटाफुट्टा टोयलेट। यो बर्दिया साइड चारैतिर हेर्दा पनि टोयलेट छैन। यहाँको टोयलेट कस्तो छ म देखाउँछु, हेर्नुहोस्। आउनुहोस् मेरो पछाडि हेर्नुहोस्। यहाँको टोयलेट चाहिँ यस्तो छ, कर्णालीको ढिक नजिकै हैन, यस्तो छ हेर्नुहोस्। ल यो चाहिँ टोयलेट हो। यो चाहिँ बर्दियाको ठेकदारले बनाएको हैन। यो पछिको लागि के अहिले चाहिँ उखुबारी अलि सानो छ हैन। अनि पछि चाहिँ उखु ठुलो भयो भने नि ढाकिहाल्छ नि त यताउता। त्यो भिजनले चाहिँ बनाएको जस्तो लाग्छ मलाई यहाँको ठेकदारले हैन। कुन ठेकदारलाई यो टेन्डर दिएको थियो यो टोयलेट बनाउनको लागि? खाल्डो देख्नुहोस् हैन, दिशा जाने खाल्डो यस्तो छ। माथिबाट पनि यस्तो हेर्न सक्छन् हैन सबै मान्छेले। यो कस्तो खालको टोयलेट बनायो होला कि यो ठेकदारले? मलाई के लाग्छ यो रात्रि युजको लागि मात्र बनाए जस्तो लाग्छ क्या। हेर्नुहोस् त यो टोयलेटको कन्डिसन यस्तो छ। एकदमै सेफ्टी पिन छ कि यो टोयलेट। यसको नजिकै वरपर हैन एउटा पनि टोयलेट छैन क्या। यो म देखाउन लागेको यो बर्दिया साइड हो, एउटा पनि टोयलेट छैन क्या। तपाईहरु चाहिँ यो टिकापुर पार्क नजिकै रहेको हैन झुलुङ्गे पुल घुम्न आउन नछोड्नु होला। एकदमै राम्रो छ। यो झुलुङ्गे पुलबाट देखिने दृश्यहरू एकदमै राम्रो छ। बर्दिया साइड पनि देखिन्छ, टिकापुर पार्क साइड पनि देखिन्छ, जङ्गल छ हैन। अनि एकदमै राम्रो देखिन्छ हैन। कर्णालीको चिसो हावाको हैन मजा आनन्द मजा लग्न सक्नुहुन्छ।